स्वागत छ है साथीहरू हजुरहरूलाई नयाँ भिडियोमा फेरि पनि हेर्दै गर्नुहोला। हजुरहरूको साथ सपोर्टको खाँचो छ। हजुरले साथ सपोर्ट गर्नुहुन्छ भन्ने पुरा आशा पनि छ होइन। अनि आज साउनको सोमबार अनि म चाहिँ मन्दिर जानलाई रेडी भएको छु कि। अनि उतापट्टि आन्टीले भन्नुभयो मन्दिर जाऊँ, नजिकै मन्दिर छ अनि मन्दिर जाऊँ भन्नुभयो। हुन्छ भनेर म पनि रेडी भएँ। अनि हेर्नु न आज यस्तो राम्रो मौसम, के यति राम्रो मौसम है। अनि हामी चाहिँ मन्दिर जाने भनेर रेडी भएर बाटो लागिसक्यौँ। अनि घाम पनि एकदम थियो। अनि नजिकै छ मन्दिर, धेरै टाढा छैन भनेको थियौँ। अनि तपाईँहरू यो बाटो आउनुभयो होला पक्कै पनि हेर्नु है। तपाईँहरू आउनुभएको छ भने चाहिँ चिन्नुहुन्छ यो ठाउँ। अनि यो मेरो चाहिँ बस्ने मेरो घरभन्दा अलि तलको बाटो हो। अनि यो सबैलाई थाहा नै छ कि यो बाटो मैले भनिराख्नु पर्दैन। अनि योभन्दा उता पारि डाँडा छ नि, हो त्यहाँमा चाहिँ मन्दिर छ कि छ भन्न सुनेको छु। म चाहिँ गएको छैन, आन्टी चाहिँ जहिले जानु हुँदो रहेछ नि त। अनि आफू नजिकको मन्दिर मैले छ भन्ने थाहा नपाएको, नजिकको तीर्थहेला भनेको यही हो है। कति टाढा टाढाका मन्दिर थाहै नै आफू नजिकको मन्दिर थाहा नपाएको। अनि आज चाहिँ जाउँ न त भनेर गइयो, घाम लागेर बाबुलाई स्कुल पठाएर पछि गएको कि म चाहिँ। अनि साथीहरू भएपछि रमाइलो नि हुन्छ, एकछिन त अनि आधा घन्टा भनेर हुन पनि आधा घन्टामै आइयो। अनि यहाँ बाटोमा त तरकारी जताएर तरकारी है। आफू तरकारी लाउने भएर होला, जता पनि तरकारीमै नजर लाग्ने। अनि त्यहाँनिर चाहिँ राम्रो फुल थियो कि, अनि फुल टिपेर मन्दिरमा लैजाउँ भनेर टिपेको मैले चाहिँ। अनि आन्टीले हिँड्नु अगाडि बाटो थाहा छ भनेर आन्टी अगाडि हिँड्नुभयो। अनि यो चाहिँ मन्दिरको मूल गेट है। अनि यहाँभित्र यति राम्रो रहेछ कि व्यवस्था, पानी पनि आइरहेछ होइन। अनि राम्रो ठाउँ रहेछ, म त कहिले नगएको साथीहरू। तपाईँहरू पनि यही नजिक बस्नुहुन्छ भने आउनु होला है। यो मन्दिरमा पूजा गर्न सजिलो छ, नजिक पनि छ, सबै कुरा छ यहाँ चाहिँ फेरि है। अनि अब आफूले लिएको अलिअलि सामग्री थियो। अनि सामग्री बनाएर फुलहरू रेडी गरेर अनि भगवान्लाई प्रसाद त दिनु पर्यो। तर अब यस्तो छ कि आफूले दुःख नगरी सुख त काहीँ पनि पाइँदैन। कर्म गर्नुपर्छ, सफल हुनलाई मेहनत गर्नुपर्छ होइन साथीहरू। तर पनि आस्था हो, आफ्नो आस्था राखिराख्यो भने आफ्नो रीतिरिवाज संस्कृतिलाई पनि जोगाइराख्नु पर्यो। अनि हामी चाहिँ अब सबै भगवान्हरू हुनुहुन्छ, अनि सबै भगवान्लाई टिका लगाइदिने, फुल चढाइदिने भनेर हामी चाहिँ धमाधम लाग्यौँ के। अब गएपछि मन्दिरमा त्यति त गर्नु पर्यो। अनि भगवान्ले फल दिनुहुनेछ, हामीले फल पाउनेछौँ भन्ने आशा पनि छ। अनि दुःख नगरेसम्म केही पाइँदैन भन्ने त्यो पनि थाहा छ। तर के गर्नु, आस्था हो नि त है। आस्था, आफ्नो आस्था जोगाइराख्नु पर्छ। अनि आफूले सिकेपछि अर्काले पनि सिक्छ, आफ्नो छोराछोरीले पनि सिक्छ। अनि छोराछोरीले पनि सिकेपछि यो पुस्तान्तरण हुने जान्छ, आफ्नो संस्कृति जोगिन्छ होइन। म पहिला चाहिँ खासै बिलिभ गर्दिनँ कि देवी देवता पूजापाठ होइन। यो भनेको सबै कुराहरू कर्ममा विश्वास गर्ने कुरा हो। भगवान्ले पनि राम्रो गर्यो भने साथ दिनुहुन्छ, नराम्रो गर्यो भने साथ दिनुहुन्न होइन साथीहरू। अनि कति राम्रो ठाउँ के, मलाई चाहिँ यस्तो रमाइलो लाग्यो नि आज, यस्तो रमाइलो लाग्यो है। अनि फोटो फिट त कति खिच्यौँ, अब पुरै छोड्दिनँ। अनि उहाँ सासूबरी लाग्नु भएको धमाधम पूजा गर्न है। पालै पालो सबैजनाले पूजा गऱ्यौँ। अनि कस्तो गर्मी पनि थियो कि, अनि भुइँमा त हिँड्नै सकिरहेको थिएन, खाली खुट्टा। कस्तो गर्मी थियो नि त आज, एकदम घाम लागिरहेको थियो। पछि चाहिँ पानी पर्छ होला। अनि भगवान् लास्ट एउटा भगवान् छुट्नु भएको रहेछ कि। अनि हामीले चाहिँ लास्टमा पनि पूजा गरेर आयौँ। अनि साथीहरू कति रमाइलो कि है, आउनु है यहाँ नजिक, कति राम्रो रहेछ के मन्दिरमा। फर्स्ट टाइम गएको, हेर्नु न पछाडिपट्टि यत्रो राम्रो ब्याकग्राउन्ड के, खेल्ने ठाउँ पनि रहेछ त्यहाँ। अब कहिलेकाहीँ श्रीलाई पनि लिएर आउँछु भन्ने सोच गरेँ मैले चाहिँ, नजिकै छ नि त त्यही भएर। अनि हामी चाहिँ निस्क्यौँ। निस्किसकेपछि अब यो आएको बाटो, घर पुग्ने बाटो, अब घर पुग्नु थालिसक्यौँ हामी चाहिँ। अनि साथीहरू भिडियो हेरेपछि लाइक कमेन्ट जे गर्नु छ गरिहाल्नु होला है। म चाहिँ एकदम रहर लाग्छ कि भिडियो बनाउन। बाई बाई साथीहरू।